बिहानै 6 बजी उठेर यहाँ आमा पनि छ हामी चाहिँ आज हाम्रो घरको पूजा हो नि त त्यही भएर चाहिँ बिहान बिहानै खानाहरू बनाउँदैछ हो पर भेटौँ बाई बाई तँ कहाँ बस्ने त्यो माथि चढेर आऊ मङ्की आऊ भन्दैछ यो मङ्कीले हेरेर मलाई पनि झर्काको पानी छिर्केको के गरेको अमिलो टमाटर पाकेको रहेछ के पो भन्छ न कान पो सफा गर्दिन काने गुजी निकाल्दैछ रश्मि अब तपाईलाई म ह्यान्डओभर गर्नेवाला छु तपाईँ जानुस् म पूजामा बस्छु तपाईँ चिया पकाउनुस् नदैछ यो इना गर्दै नाता नातिहरुसँग गर्दै नाता नाति ए हाम्रो फेभरेट ईशानीला समाज ईशान गर्नु अरे ईशानी गर्नु ईशानी भाइ चाहिँ गएको डल्लु हेरेर डल्लु चाहिँ अब आजदेखि बाख्राकोटमा जान्छ किनभने अब डल्लु स्कुल लाग्यो नि त नि बेबी हेलो नमस्ते सबैजनालाई तपाईहरुलाई प्रवराई ब्लगमा फेरि स्वागत छ आज नयाँ दिन नयाँ ब्लगको सुरुवात भइरहेछ भनेर म सधैँ भन्छु तपाईहरुलाई त त्यस्तो चाहिँ नभन्नु अरे के भन्नु अरे भन्दै अहिले गुड मर्निङ एभ्रीवन त्यस्तो भन्नु अरे गुड मर्निङ एभ्रीवन वेलकम अर वेलकम ब्याक टु माई च्यानल भन्नु अरे यसले भनेको चाहिँ तर मलाई म त चाहिँ सजिलो चाहिँ त्यही भन्छु होइन मलाई त्यो त अब इन्ट्रो त मलाई मुखै बसिरहेको छ जस्तो भएको छ म त्यही मात्रै अरू चिज भन्छु भन्दा पनि त्यही आइहाल्छ त्यही भएर चाहिँ अब हामी चाहिँ बिहानै 6 बजी उठेर यहाँ आमा पनि छ हामी चाहिँ आज हाम्रो घरको पूजा हो नि त त्यही भएर चाहिँ बिहान बिहानै खानाहरू बनाउँदैछ हो अहिले के पकाउँछु त्यो पनि देखाइदिन्छु हो आमाले हामीलाई 5 बजी उठाएको तर हामीले 1 घन्टा सुतेर 6 बजी उठे ल गाइस 5 बजी उठाएको हामी 6 बजी उठे त्यस्तो छ के गर्नु आमाले त आगो बालिरहेछ बाथरुममा पानीको आगो बालिरहेछ आमाले यस्तो अरे नि त गिजर अन गर्दा भनेको अरे कि ओइ बाथरुममा पानीको आगो बाल त भन्छ नि आमाले त्यही भएर अब तपाईँलाई के पकाउँछु देखाउँछु आज हाम्रो घरको चाहिँ पूजा छ खोलामा माछा छोड्ने परेवा छोड्ने हो मेरो त तेल खरेर धुवाई भइसक्यो ल सो अहिले गर्छु मार्छ अहिले मलाई ल बाई पालकको साग पकाउने हो अब के पकाउँछु तपाईँलाई देखाउँदै जान्छु मैले चाहिँ के पकाएँ भन्दा चाहिँ यहाँ चाहिँ म बनाउँदैछु फ्राई राइस भन्दा पनि भयो तपाईँहरूले जे नाम दिँदा पनि हुन्छ अरे कहना क्या चाहते हो मैले यो आफ्नै स्टाइलको बनाएको अब चाहिँ यो छ बैगुन भर्ता बनाएको यो चाहिँ पिरो अनि यहाँ छ आप्पालाई पनिर अनि आप्पाले बाहिरको पनिर खानुहुँदैन त्यही भएर घरको पनिर त्यहाँबाट यहाँ छ हाम्रो लागि पनिर हो यो छ पालकको साग अनि यो छ आलु बुटेको यो छ पूजाको सरसामान सबै प्याकिङहरू हुँदैछ म चाहिँ अब रेडी पनि भयो मान्छेलाई कुर्ता किनभने अलिक जिउ सन्चो छैन कि त्यो साडी लगाउँ भनेको थिएँ नि त फेरि झमेला हुन्छ नि ल होइन सो मेरो आउटफिट चाहिँ हो बाई बाई अरे पर भेटौँ बाई बाई तँ कहाँ बस्ने यता हामी 4 जना प्रतीक्षा खोइ को प्रतीक्षा चाहिँ अनु एक चीज भूल गया मैं दोस्तों त्यो हो त त्यसकै मालिक मिसँग अब चाहिँ हामी निस्क्यौँ होइन आज चाहिँ रिक्जु जान्छ सिलगढी रिक्जु मलाई छोडेर जाने सिलगढी एक माथि होइन यता न आज सिलगढी जाने मलाई छोडेर नै जादिन के गाका बिता जाने कि नजाने आज सिलगढी अबि त फर गएको के न कहाँ गएको अरे म ओइ बुझ्नु आउँछ ए जंगलमा खोल्नु ए जंगल त पुगे त नि के माइले के भएको हात बानेको नि फेरि हातमा के भएको भाइले चाहिँ माथि चढेर आऊ मङ्की आऊ भन्दैछ यो मङ्कीले हेरेर मलाई पनि मङ्कीले फेरि टाउको हल्ला अरे फेरि हैन साथी अब बुझ्दैन यिनीहरुले नि आइज भनेर बुझ्छ नि त के झर्काको तैँले झर्काको पानी छिर्केको के गरेको के डान्स के भन्छ भाइ
few moments later. यासिङले के गरे रे आसिङसँग बोल्दैन तिमी किन चाहिँ लेकिन तू कर भी क्या सकता है यार तिम्रो आसिङको झगडा भयो ह आसिङ तिम्रो झगडा भयो तारिक मैंने है ना फैसला किया है कट्टी कट्टी ये लास्ट में तो फिर बोल दुलो 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 हामीले के एकदमै जग्गामा आइपुग्यौँ है आफर उयसको फेसअप हुन्छ हो यहाँनिर हामी चाहिँ नआइज भन्दैछ अब नआइज भन्दैछ क्या एकदमै जग्गा आइपुग्यो हामी हेलो हेलो वाउ फेरि यता हेर त के राम्री भइरहेछ कटु कटु लगाउँदा हुन्छ अरे ए फाइनली भेट्यो हामी दुईजना त के गरेर सिन्दिनी घुमाएको तल ए खोलाबाट खिच्नु अरे भगवान खोला ब्लग बनाएको त हो नि चल छुट्टी मेरो के गर्दै हेर्नु त हेर्नु मेरो हात के गर्दै यस्तो राम्रो देख्दैछ अनि हामी भेट्यौँ म अब यहाँ गर्ने पूजा हामी चाहिँ हामी चाहिँ हर साल टिस्टा पूजा गर्न आउँछ हो अन्त त्यही भएर चाहिँ योपालि चाहिँ यहाँ गर्ने यो प्लेसको नाम चाहिँ के हो भने चाहिँ चमानडाङ्गी हामी चाहिँ यहाँनिर ब्ल्याक म्याजिक गर्छौँ भन्नु कस्तो सुनेको है के अरे लिम्बू अरे सुब्बा होला लिम्बूको होइन होला लिम्बू होइन सुब्बा होला मान्छेले पनि यस्तो भन्छ होला नि रिन्जी यिनीहरूले भेट्दो रहेछ जग्गाहरू जाने त त्योभन्दा सबसे दामी त टोट गाउँमा थियो नि हाम्रो है वाउ के वाउ दामी रहेछ भुइँको टमाटर अमिलो टमाटर पाकेको रहेछ हाम्रो फ्यामिली स्मल फ्यामिली स्विट फ्यामिली क्युट फ्यामिली कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम के पो भन्छ न कान पो सफा गर्दैन काने गुजी निकाल्दैन ब्रुम 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 टमाटरहरु लिइराको छ पोलेर पकाउन पर्ला छ पोलेर सट्टै बनाउनु पर्छ नि गाजु जस्तो अनु माथिसले क्या अब चाहिँ हाम्रो आगो पनि बल्यो हो अब चिया पनि एकछिनमा पाकिहाल्छ अन्त चिया सब बनाएर खाएर तपाईँ खाइदिनु पऱ्यो सोधिदिनु पऱ्यो जिन्दगी झन्द्राङ भइरहेको छ बल्यो तालिया ताली गर्नु सबैजना हुन्छ देखाइदिन को मस्त हुन्छ आफ्नो दुनियाँमा आमा हेमा मालिनी बेटा कराइले हामी चाहिँ कालो करामा चिया बनाएको किनभने आगोमा कालो हुन्छ त्यही कारण कालो करामा चिया बनाएको यस्तो मैला भएर चल्छ जस्तो भयो नि पिकनिक भने म अरे पूजा लु रश्मि अब तपाईँलाई म ह्यान्डओभर गर्नेवाला छु तपाईँ जानुहोस् म पूजामा बस्छु तपाईँ चिया पकाउनुहोस् ओके ओके लु जानुहोस् चिया बनाउनुहोस् दुधहरू निकाल्नुहोस् अब ओके मिठो मिठो चिया बनाएर खुवाउनुहोस् सबैजनालाई अनु क्या हुआ ईशान राम्रोसँगले ईशानी ठिकै छोड्दै आपाले हो नानीहरूसँग रिल्स बनाएको आपा यता पनि ब्यागमा छ अड्काउनु भन्दा बाल्टी यहाँ सारेको हुन्छ अरे बाल्टी यहाँ राख्छु झर्का थाल्ने यहाँ छोप्छु नि त यसरी खाएको रे यो दिइरहेको छ यो बिग्रिरहेको फुटिरहेको छ फुटेकोमा दिइरहेको छ बर्बाद पारेको सेतो फुटेको ग्लासमा दिइरहेको छ यत्रो
हामी गएको माछा छोड्नु खोलामा चप्पल नलागेको सबैजना के भयो डल्लो बारी न गत्ती बे कस्तो डरलाग्दो बाटो छ क्या ए राम्रो रहेछ त अन्त ए यहाँ एउटा रिल्स बनाइहाल्नु पर्ला जस्तो छ यस्तो दामी जग्गा रहेछ एकछिन नछोड्नु है भाइ छोडेको छैन अलिअलि सबले छोड्नु अलिअलि सबैले त्यो जुम हेर को मान्छेले मासु खाएर फ्याँकेको यहाँ दुईटा माछा उठा हैन हुँदैन के हुँदैन अहिले नफ्याँक्ने राखे हैन मरेको त्यो मरेको फ्याँकेको ऊ तलै झरे एउटा आफूले कसले छोडेको पछि चिक भयो त मलाई चामल चाहिँ कहाँ फ्याँक्नु पर्दैन हो उ यहाँ हाल्नु नि त्यो माछा मेरो नानीको लु थम्बनेलको लागि यस्तो एउटा यहाँ फकिन म सबै लु आमा चढ्छ पिछ सबै मरे माछा त्यो माछा त मर्दैन रहेछ तातो आँखाले कस्तो गर्दै हारेको मर्दैन त्यो एक्टिङ पनि गर्छ तिनीहरूले एक्टिङ गर्छ मेरो रिजीको दशा गरेर उडाएर जाउँछ बाबु दादा किसानीला सम्म आइज किसानी आलु मेरो बस्तीको दशा गरेर सबै यो माछाले लुचिन बना कुन चाहिँ एउटा ठुलो छ त चिसोले नि त छेउछेउमा मरेको छैन मर्दैन बहिनी जान्छ त्यही भएर बहिनीको लागि एउटा गीत गाउन चाहन्छु अभी ना जाओ छोड़कर के दिल अभी भरा नहीं हामी खाना खानु आँटेको अब चाहिँ मेरो मम्मीले खाना निकाल्नु हुँदैछ कविता पढेको अब चाहिँ खाना हाम्रो छोटुले चाहिँ हेर्दैछ क्युटी पाइनु अब चाहिँ हामी खाना खानु आँटेको गाइस छोजनलाई चारो भने तातो तातो हाम्रो चाहिँ यो खाना खाने बहिनी रजु छोजनलाई चारो भने तातो तातो ब्ल्याङ्केट रहेछ यहाँ हाम्रो चाहिँ डल्लु यता ब्युटी भइरहेको छ खाना चाहिँ पस्किनु हुँदैछ यहाँ छ भाले ए यो पो म त सादा भात सोचे आमा कस्तो छान्छ होला अलिकति छुट्याउनु पर्छ आमा सानो प्लेट ल्याउनु त
हेलो भन्नु यता मेरो दुईजना आङीहरू यता छ खानापिना भर्खर सब पूजा भर्खर सक्यो हाम्रो भर्खर कपी गरिहाले आङीले मलाई only one cat. I don't like grapes, so I will not eat only दुईटा Baby potato. यो चाहिँ आँखाका लागि पनिर हाम्रो लागि पनिर बेबी आलु बैगन भर्ता पालकको साग त्यो छुट्याइदिएको चक्रा लगाएको छ भनेर के नलागेको छ मेरो चक्रा लगाएको छ बात तो सही है यस्तो त गर्छ त मलाई यो अब चाहिँ हामी बिदाबरी गरेको यहाँबाट खायो पियो यस गर्यो पूजा गर्यो अब खोल चाहिँ अब बहिनीको छुट्टी टुर्न आँट्यो त्यही भएर भाइको स्कुल लाग्छ सिधै सिलगढी जाने बहिनीहरू चाहिँ अब यत्रो दिन बस्यो बहिनी हो हिँड आज बाख्राकोट भोलि बिहान नै जा डगले टोकेको छ क्या छोजु पनि जान्छ अब आज त मामाको घरबाट आई लभ यु जाँदैन होइन छोजन रुँदैछ बिना जाओ ए पुरा रुँदैछ नि त यो चाहिँ त्यही भएर मेरो आँगीले मेरो छोजु गयो हाले त उयो अर्को गाडीमा हालेको अर्को गाडी को आएछ ल को आएछ कहाँ जाने अब प्रिन्सेसको फेरि हेरेको मम्मी यसलाई खिच्नु पनि त खिचेन भाइ चाहिँ गएको डल्लु यता डल्लु चाहिँ अब आजदेखि बाख्राकोटमा जान्छ किनभने अब डल्लु स्कुल लाग्यो नि त नि बेबी ड्रेस सिलाउनु पर्छ एक्सचेन्ज भएको अब दुईजना भाइ सिलगढी डल्लु नाना बाख्राकोट नि बेबी यता हजुर भन न हामी घर पनि आइपुग्यौँ म त्यही भएर म चाहिँ अब मेरो भिडियो यहीँ एन्ड गर्नेवाला छु तपाईँले मेरो भिडियो यहाँसम्म हेरिदिनु भएको धेरै धेरै धन्यवाद सो बाई एभ्री वान डु लाइक सेयर सब्सक्राइब माई च्यानल